लुकाएर राख्नुहुन्छ होइन। उहाँलाई टाउको दुख्छ, पेट दुख्छ, तर पाठेघरमा सेतो पानी बग्ने, चिलाउने, गनाउने यस्तो खालको रोगहरू चाहिँ उहाँले लुकाएर राख्नुहुन्छ होइन, 1 नम्बर। 2 नम्बरमा चाहिँ उहाँलाई पाप लाग्छ। यस्तो देखाउने प्राइभेट कुरा हो, यस्तो प्राइभेट कुराहरू देखायो भने त लाज हुन्छ भन्ने हुन्छ। अथवा डक्टर म अब सानो उमेरको भएको भएर कोही आमाहरूले चाहिँ ल त योभन्दा मभन्दा सानो बच्चा डक्टरलाई कसरी देखाउने, यो त मलाई पाप लाग्छ, यो त छोरी उमेरको पनि भन्नुहुन्छ। त्यस्तो नगर्नुहोस्। कति धेरै महिला दिदी बहिनीहरू आमाहरू देखेको छु होइन। हामी ती टाढादेखि केन्द्रदेखि यहाँ आएको छौँ। हरेक महिलाले चाहिँ पाठेघर जचाउनुहोस् अनिवार्य होइन। एकचोटि मैले पाठेघरमा मेसिन राखेर हेर्छु, पाठेघरमा घाउ हुन्छ होइन। त्यो घाउलाई हामीले समयमा उपचार गरिएन भने पछि त्यही घाउले छिप्पिएर क्यान्सर बन्छ होइन। त्यो क्यान्सरलाई त हामीले रोकथाम गर्न सक्छौँ नि त। रोकथाम गर्न सक्छौँ। त्यही कारणले गर्दा रोकथाम समयमै रोकथाम गरियो भने चाहिँ तपाईँहरू असमयमा मर्न पर्दैन। पाठेघरमा घाउ लागेर क्यान्सर लागेर निस्कानु भन्नु पर्दैन।